हेलो हेलो सबैजनालाई गुड मर्निङ एन्ड नमस्ते। म चाहिँ आज बिहानै उठेको छु। बिहानै उठेर नुहाइ पनि सकेँ है। आज चाहिँ म मनकामना मन्दिर जान्छु भनेर उठेको छु होइन। बिहानै उठेर मनकामना मन्दिर जानको लागि रेडी भइसकेको छु। अब मेरो यात्रा कस्तो हुन्छ, म मिल्यो भने चाहिँ बाटोमा जाँदै जाँदै गर्दा पनि म यात्रा देखाउँछु होइन कस्तो हुन्छ। अब म त्यही गएर देखाउँदैछु है त गाइस। वही पीछे बैठ के बंदा ही तो सुबह सुना है तेरी अखियों से कौन कहेगा तेरे बिना यहाँ आइपुग्यो। यहाँ एकछिन रेस्ट गरेको छ अहिले। रमाइलो सिन रहेछ कि यहाँनिर। पहिलोचोटि एक्लै आएको म चाहिँ होइन, एक्लै यहाँ घुम्न आएको। अनि म चाहिँ यो बाटो हुँदै होइन यो बाटो हुँदै आएको। अनि अब यहाँबाट लान्छ होला कता। तर म एक्लै घुम्न आएको, कस्तो रमाइलो लाग्यो क्या गाइज। एक्लै पनि घुम्न कस्तो रमाइलो लाग्छ। साथी लिएर आयो भने चाहिँ अब साथीसँग भुलिन्छ नि त, कहिले यता जाउँ उता जाउँ भन्छ। अनि त्यही भएर एक्लै आएको, कस्तो रमाइलो लाग्यो एक्लै आउँदाखेरि पनि गाइज। हेर्नु है, यताको बजार चाहिँ यस्तो छ, यताको स्थिति यस्तो छ है। यहाँ मेरो गाडी यहाँ चाहिँ मेरो गाडी, यहाँ चाहिँ मेरो गाडी छ यहाँ। अनि यहाँबाट सानो सानो बजार रहेछ। अब म तपाईँले मिल्यो भने चाहिँ अब बाटोतिर गाडीमा चाहिँ भिडियो बनाउन सकेन। अब उतै गएर चाहिँ मनकामनामै गएर बनाउँछु होला हौ। अब यस्तो छ गाइस। मेरी बाहों में सिमटी है, मुझ में समाई है ताज तुम्हारा। सुनो ना संग मर मर गाइस, मनकामना बल्ल आइपुग्यो। मनकामना है, मनकामना जाँदैछु बल्ल। यता चाहिँ फलफुलहरू रहेछ है पसल। यहाँ चाहिँ गाडीहरू पाउँदो रहेछ फर्किने बेलामा। यस्तो हुन्छ बाटो चाहिँ। म जाँदैछु है त गाइस। कताबाट? यताबाट होइन अरे कि गाइस। म चाहिँ यताबाट जाँदैछु है। यो बाटो हुँदै। फर्स्ट टाइम एक्लै आएको कि गाइस होइन। गाइस, म फर्स्ट टाइम एक्लै आएको छु। त्यही भएर नर्भस नै भएको छुइनँ म होइन। एक्लै चाहिँ मलाई ट्राभल गर्न मन लाग्छ। एक्लै होइन, साथीभाइले लिएर हिँड्यो भने अब साथीहरूको आफ्नै प्रब्लम हुन्छ नि त। त्यही भएर एक्लै घुम्न मन लाग्छ। मेरो डेस्टिनी चाहिँ यस्तो छ है गाइस। गाइस, केबल कारको टिकट त तल पाउँदो रहेछ कि। म चाहिँ तल टिकटको लागि जाँदैछु। बाटो पनि यस्तो छ है गाइस। यस्तो छ है बाटो। माई गड, जाँदैछु।
केबल कारको कतिखेर माथि मन्दिर जानु कतिखेर मन्दिरलाई ढोकेर आउनु गाह्रो छ हौ गाइस। एक्लै आइरहेको छु एक्लै म चाहिँ एक्लै आएको छु कि अम्मा यस्तो माथि चढ्नु पर्ने हेर्नु त ऊ केबल कार यहाँदेखि माथि देख्छ। वाउ म चाहिँ यहीँबाट पनि ढोक्दै है आएँ। लामो छ टिकट मान्छेहरू त हेर्नु त कस्तो लामो छ। आज घर फर्किने भ्याउँदै रहेछ क्या हो। कति लामो छ हौ लाइन माथिदेखि यहाँसम्म लामो रहेछ लाइन त। लामो लाइन छ आउँदैछ तलबाट नि आउँदैछ तलतिर। भित्र कति लाइन छ लाइन छ भित्र पनि गाइस। भित्र बसे पनि लाइन छ। यस्तो प्याक छ कि अहिलेसम्म पनि भएको छैन है। कति बजिसक्यो भित्र छिरेर पनि यति धेरै लाइन छ। 2 बजिसक्यो अहिलेसम्म पालो आएको छैन। 2 घन्टा भइसक्यो लाइनमा बसेको बल्ल यहाँ आइपुग्यो। यहाँ मेरो पालो है। अब यहाँ पस्छु ल म। 30 वटा कतिवटा छ 35 45 के गर्यो त्यतिवटा छ है। 34 हुन्छ अर्को 34 अर्को 35 चोक्लोडा मान्छे नि हैन त्यो उसको मौला कालीको त कति छोटो छ है। उहाँको जति नि लामो छैन। चम्दागिरीको जतिको लामै छैन। फेरि त्यहाँ हिँड्न पर्छ कि ओर्लेसी नि हिँड्न पर्छ। कतिमा चढेको हामी 230 यही केबल कारकै हो जस्तो छ के ड्युटी होला। लालु पाते अहिले मन गर्न सुन्तला सक्यो होला है। खै सुन्तला सकिसक्यो होला। फागुनको आज कति भइसक्यो 7। यहाँ फोहोर फालेर कस्तो फोहोरी बनाएको कतातिर हो। अहिले सुत्रेर सफा भएछ कि होटल पाइन्छ कि पाइँदैन त्यही हो होइन। पाइन्छ महँगो हुन्छ अरू भन्दा सम्झी त अस्ति सबैले एकचोटि अर्को पनि छ क्या सक्यो लाग्छ छैन। यो आइपुग्यो त्यही सोधौँ ल आइपुग्यो मनकामनामा। अघिसम्म त्यही होटलमा बस्ने मान्छे यो देखेपछि अहिले त्यसलाई चत्रे भनेको कम बाटो छ सोध्नु त कस्तो स्थिति। आइपुग्यो गाइस। आइपुग्यो गाइस। कुन लाने म यहाँ हेर्दैछु ल गाइस। म हेर्दैछु है गाइस। यता पनि छ फुलहरू। अन्तिम दिन हो आज। अन्तिम दिन आज लास्ट हुन्छ होला है। बिचरा आज यो काट्ने भयो आज यसलाई। बिचरा माया लाग्छ नि के गर्नु। 2:30 बजीदेखि लाइन बसेको गाइस। लाइन सरेकै छैन। 2:30 बजीदेखि 4 बजिसक्यो। अहिले 4 बजीसम्म पनि यस्तो छ क्या। यस्तो छ 4 बजिसक्यो है। मेरो हातमा चाहिँ यहाँ चाहिँ पूजाको थालीहरू मेरो देवीको लागि यस्तो छ क्या चाल। कहिले सर्छ होला कि लाइन। मजाले बस्छु। कहीँ व्यापार छ भने भनिहाल्छु म बस्छु। अनि किन सरेर लाइन छ
पूजा गरेर बल्ल पूजा पनि गर्न सक्यो बल्ल म फर्किँदैछु अझ ढिला भयो र पनि म घर जाँदैछु। चाहिँ यस्तो सामानहरू पाउँछ है, यस्तो खाले सामानहरू सबै पूजाको सामानहरू पाउँदो रहेछ कि। म पनि जाँदैछु अब। खाना खाने दिदीहरू ल है गाइस, म चाहिँ पूजा गरेर घर फर्किँदैछु होइन। अब यो चाहिँ केबल कार आउने बाटो हो। खोइ कहाँबाट हो? ए यहाँबाट पो रहेछ। यहाँ यत्रो लाइन रहेछ घर फर्किनलाई पनि, यत्रो लाइन छ हेर्नु त। ओ माई गड, आयो एउटा। यत्रो लाइन छ गाइस, घर फर्किनु पर्छ। म चाहिँ यहाँबाट 5 बजेर 26 मिनट भयो है गाइस। अब म चाहिँ घर फर्किन लाग्दैछु, घर जान लाग्दैछु। यति लाइन रहेछ गाइस, माथि पनि धेरै लाइन छ, पनि लाइन छ गाइस। अहिले पनि 6 बजिसक्यो होइन, 6 बजी पनि अहिलेसम्म लाइन नै छ क्या। कति धेरै मान्छे छ हेर्नु त, आज कति धेरै मान्छे। ओ माई गड, कहिले जाने होला। पछाडि कति लाइन छ क्या, कति लाइन छ। आइपुग्यो। जाँदा त कोही छैन त के हो आज त। कताबाट जाने हो? यताबाट हो? यताबाट जाने हो? कताबाट जाने हो? यताबाट निस्किने? ल यहीबाट होला। ल फेरि निस्क्यो है गाइस, बल्ल बल्ल दर्शन गरेर आइपुगेँ। मनोकामनाको एक्लै दर्शन गरेँ, एक्लै गएँ, एक्लै आएँ। हेर्नु त अहिलेको यहाँको माहौल चाहिँ यस्तो छ है, बत्ती नै बत्ती राखेको। म त एक्लै छु। अब सबैजना रिजर्भ गरेर आएको रहेछ कि है, अरू सबैजना गाडी रिजर्भ गरेर फ्यामिलीहरू आएको रहेछ। म त एक्लै छु कि गाइस। यस्तो छ है, राति है गाइस। एक्लै छु म, एक्लै। यहाँ हेर्नु त, म चाहिँ एक्लै फर्किँदैछु, कोही पनि छैन यहाँ। कस्तो ढलगनाको। अब त गेट पुगिरहेछ, स्वास भयो, यति स्वास भयो कि। रिजर्भमा आउनेहरू चाहिँ ऊ आउँदैछ, म त रिजर्भमा आएको होइन, एक्लै आएको कि। हेर्नु त गाइस, अहिले चाहिँ हाम्रो यहाँ खाना खाने ठाउँमा रोकेको छ होइन। अब काठमाडौँ फर्किन आँटेको 8-9 बजिसकेछ। अहिलेसम्म पनि म यहीँ छु है। म अब जाँदैछु मेरो माइक्रोमा। पेट्रोल हालिराखेको छ माइक्रोमा। अहिले चाहिँ यस्तो छ है यहाँ बाहिर त्यस्तो राति भइसक्यो क्या। हेर्नु न, सायद 10:11-12 बजीतिर पुग्छु होला म घर है। अहिलेसम्म पनि यहीँ छ। के भन्छ यो ठाउँलाई चाहिँ, थाहा भएन के।
कहाँनिर भन्नु है हजुर कहाँनिर झर्ने अहिले भन्नु बारे बारे पिपल बोर्डमा ए त्यो ठुलो टर्निङमा हजुर त्यो ठुलो टर्निङमा ला बोर्ड डिप्लोमेट छैन होला आइया अहिलेसम्म यहीँ छ 11:05 गइसक्यो घर फर्किने तर्खरमा गाइस घर फर्किने टाइममा बल्ल काकर खाली छ ठेट कहाँदेखि आउनुभएछ म त घरैबाट आएको भने घर फर्किने क्रममा ए मैले हालेँ बल्ल यहाँ आइपुग्यो गाइस घरमा आइपुगेँ 11 घरमा आइपुग्दा राति 11:37 गाह्रै छ क्या घरमा आइपुग्दाखेरि होइन त्यसमा मेरो यात्रा सफल भयो कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो सब्सक्राइब र कमेन्ट गरिदिनु होला बाई बाई